आज म मिर्गा माछा बनाउँछु। म अब यो माछालाई कत्ला छिलछाल गरेर म अब रेडी गर्छु। मैले कत्ला छिलछाल गरेर काटकुट गरेर रेडी गरेँ। अब म फ्राई गर्छु। फ्राई गरेर म चिपचिपाउँदो झोल बनाउँछु। मैले ग्यास जलाएर कराई बसाएँ। कराई तात्दैछ। कराई तातिसक्यो। म तेल हाल्दैछु। तेल तात्दैछ। म माछा फ्राई गर्नको लागि पहिला म अलिकति हल्दी हाल्दैछु। थोडा निमक हालेछु फ्राई गर्नको लागि। म माछा फ्राई गरेर चिपचिपाउँदो झोल बनाउँछु। मैले एउटा टमाटर पिसेको थिएँ। मैले टमाटर हाल्दैछु। माछालाई हातैले मिलाउँछु। अब म फ्राई गर्दैछु। तेल ताते। माछा फ्राई हुँदैछ। माछा फ्राई भयो। अब म उतार्छु। म अब माछा फ्राई गरेकै तेलमा म चिपचिपाउँदो झोल बनाउँछु। मैले काँचो खोर्सानी हालेँ। प्याज काटेको थिएँ एउटा, प्याज हालेँ। चलाउँदैछु। मैले टमाटर पिसेको मिक्सर ग्राइन्डरमा मैले लसुन पिसेको थिएँ। लसुन हालेँ। मैले टमाटर एउटा पिसेको थिएँ। टमाटर हालेँ। चलाउँछु एकछिन। हल्दी 1 चम्ची हालेछु, सानो चम्चीको। म अब एकछिन चलाउँदैछु। म झोल बनाउनुको लागि चिपचिपाउँदो झोल बनाउँछु। पानी हालेँ मैले। निमक आफूलाई जति खानु मन लाग्छ त्यति निमक हाल्ने। एकछिन ढाकेर राखिदिन्छु। पानी उम्ल्यो। अब माछा हाल्दैछु झोल बनाउनुको लागि। यी चिपचिपाउँदो झोल बनेर तयारी भयो। अब म उतार्छु। यी मिर्गा माछाको झोल चिपचिपाउँदो बनेर तयारी भयो। हजुरलाई मैले यो मिर्गा माछाको झोलको रेसिपी राम्रो लाग्यो भने हजुरले मलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। मेरो भिडियोहरू हजुरले हेरिदिनु होला।